नमस्ते साथीहरू, आज हामी त्रिवेणी स्नानको क्रममा उपस्थित भएका छौं। यो त्रिवेणी स्नानमा चाहिँ यहाँहरु देख्न सक्नुहुन्छ धेरै भक्तजनहरुको भिड लागेको छ। यो नेपालको एउटा अद्भुत धार्मिक स्थल हो। यसलाई पर्यटकीय स्थलको रूपमा अगाडि बढाउन पनि धेरै सम्भाव्यताहरू रहेका छन्। यहाँहरु देख्न सक्नुहुन्छ यो पारी देखिएको ठाउँ यो बिहार हो र यस्तै गरी यतापट्टि अगाडि देखिएको छ यो चितवन राष्ट्रिय निकुञ्ज र हामी जुन ठाउँमा उपस्थित भएका छौं उभिएका छौं त्यो विनय त्रिवेणी गाउँपालिका अन्तर्गत पर्छ, नवलपरासी बर्दघाट सुस्ता पूर्व स्थित। र यो आजको यो कार्यक्रमको आयोजना शिव पार्वती भजन समूह नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिम्मेवारबाट गरिएको हो। र यो शिव पार्वती भजन समूहको स्थापना भएको करिब 20 वर्ष पुगिसकेको छ र यो संस्थाले हाम्रो धार्मिक क्षेत्रलाई जगेर्ना गर्नको लागि भजन कीर्तन लगायतका विविध धार्मिक कृत्यहरू गर्दै आइरहेको छ। र यहाँहरुले देख्न सक्नुहुन्छ यो ठाउँ अत्यन्त गर्मीको समयमा पनि एकदम शीतल अनुभव भइरहेको छ। यहाँहरुलाई एकचोटि यो ठाउँमा उपस्थित भई यो ठाउँको गरिमा बढाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्ते।